यहाँको मान्छेको दाँतै मात्रै सेतो अनि अच्छा चुल पाक्यो भने सेतो हजुर हजुर उयो अनि मरेको मान्छेले जस्तै सेतो लाग्छ जुत्तामै कपडा हजुर कात्रो लगाए जस्तो मरेको मान्छे मुर्दा लगे जस्तो हजुर यहाँ त यस्तै पो रहेछ चलनै यहाँ चलनै पछि कालो कालो दाँत मात्रै सेतो दाँत चाहिँ एकदम सफा हुन्छ फेरि आफ्नै अनुहार पनि देखिन्छ हजुर हजुर कसैको दाँतमा दाँतैमा अनि दारी जुङ्गा अनि चुल पाकेपछि अलिक सेतो त्यति सेतो हुँदो रहेछ अनि कपडा लगाउँछ नि त्यो सेतो लगाउँदो रहेछ त्यही अच्छा कात्रो बेरेको जस्तो त्यो लगाउँछ त्यो चाहिँ सेतो देखेँ मैले अब त सबै जम्मै सबै कालो है अनि यो ठाउँमा किन यति साह्रो जाडो हुन्छ न गरम हुन्छ यो ठाउँमा होइन यो जग्गामा गरम चाहिँ बसिन्छ जाडो चाहिँ ठिकै छ यहाँ चाहिँ के बनाएको रहेछ ब्रिटिस पालाको यो कुवा थियो किन के हो यसो भनिदिनु पर्यो यो ब्रिटिस पालक होइन यो हिन्दी कार्यको चाहिँ कुवा रहेछ यहाँको तामिलहरूले चाहिँ माने यस्तोमा आएर उनीहरूले खाने जग्गामा चाहिँ छाछुट गरिदिनु भन्दो रहेछ अनि यो चाहिँ हिन्दी कार्यको लागि हिन्दी कार्यको लागि यो जुन बाहिरबाट आउनेहरूको लागि पहिले यहाँनिर अलिकति गण्डगोल लागेको छ हिन्दी कार्यले गर्दा हिन्दी कार्य सबै गएर यो पानी चाहिँ अब त्यति नचलाउने गर्दाखेरि त्यो कचडा सचडा भयो अच्छा अहिले अब यो हामी हेर्दैछौँ यसलाई अब सफा गर्ने हिन्दी कार्यको फेरि पहिलेको पुरानो जस्तो नियम निकाल्ने अब अहिले अब धेरै तामिलहरूको अब सरकारले बुझेको छ नि अब तामिलहरूको एरिया अब धेरै भएपछि त यसमा छुनु दिनु जानु दिनु नदिँदो रहेछ हिन्दी हजुर हजुर अब यो चाहिँ रहेछ हिन्दी कार्य हजुर अस्ति बोर्ड टाँगेको थियो यहाँ हिन्दी गाडी पानी भनेर राखेको छ त्यसले गर्दा यसलाई अब सफा गर्ने गाडी बोलाएर यो पानी सबै लगाएर एकचोटि मजाले वास गरेर यसलाई चाहिँ फेरि पानी हाल्ने माछा छ यहाँ हेर यहाँ माछा छ ठुल्ठुलो माछा होला है माछा यहाँ ठुलै छ यहाँ दर्शक पनि यहाँ हेर्न सक्नुहुन्छ यत्रो कुवा छ के माछा छ पुटी माछा छ मागुर माछा छ यहाँ यो बनाउनु चराचर घाँस पनि यहाँ काट्नु पर्यो घाँसले अब चराचर नै हक्छ यहाँ खाइन्छ पानी यो नुहाइन्छ अच्छा अब यहाँ नुहाइन्छ ट्रेन यहाँबाट हरेर कुद्छ उता ट्रेन अनि मान्छेहरू यहाँ जानु पर्यो भने ट्रेन यहाँ कहाँ अनि यहाँ रेल स्टेसन छैन कसरी यहाँ उठ्नु अनि यहाँ छ यहाँ कुद्दा कुद्दै उठ्न सक्छ यो चाहिँ कुद्दा उठ्न सक्ने स्टेसन हो यहाँ रोकिँदैन सोलो चाहिँ हुन्छ सोलो गर्दा तपाईँले अलिकति रातो झन्डा जस्तो हलाइदिनुपर्छ हजुर त्यो गरेपछि सोलो गरिदिन्छ ट्रेन त्यतिखेर चाहिँ कुद्दा कुद्दै गर्नु पर्यो यहाँ चाहिँ कुद्दै उठ्ने खालको स्टेसन हो यो स्टेसन हो यो अच्छा बडा खतरनाक रहेछ त अनि यो स्टेसन यो त्यस्तै गरेर राम्रो पनि उठ्छ नराम्रो पनि उठ्छ मान्छे अब चोर राकेटहरू पनि उठ्छन् कुद्दा सिग्नल दिएपछि अब ट्रेनको ड्राइभरले रोकाएर सोलो गरिहाल्छ हजुर गरेपछि अनि राम्रै पनि उठ्छ नराम्रो पनि उठ्छ यो त विश्वकै नम्बर 1 स्टेसन होला यो त कुद्दै उठ्ने छैन यो कुनै जग्गामा छैन यो स्टेसन